राति चाहिँ म टक्क मर्निङ टाइममा उठेँ अनि टक्क यहाँनिर पार्क जाँदैछु। यो चाहिँ जुमुङ पार्क भन्दो रहेछ। लास्ट दामी छ। सो त्यही नै हो, अब हेरौँ यहाँ के कस्तो हुन्छ होइन। सो यो त हेर्न सक्नुहुनेछ भ्यूमा। अनि यो चाहिँ हाम्रो बसन्तपुर टक्क लगाएर बसन्तपुर चाहिँ यो चाहिँ तिनजुरेको सबैजनालाई थाहै नै छ, यो त आउनुहुने सबै सम्पूर्णलाई होइन। अनि म चाहिँ यहाँ तलतिर हेर्नु जाँदैछु क्या के छ सिस्टम भनेर। हिजो यो बाटोसम्म चाहिँ बेलुका आएर चाहिँ हेरेको हो होइन। अनि तलैसम्म चाहिँ गएको छुइनँ। सो ड्रोनको 2टा ब्याट्री र ड्रोन गएछ, अरू के पनि छैन। अनि सो हेर्दै गरौँ अब के कस्तो हुन्छ। अपडेट चाहिँ खतराभन्दा खतरा निकाल्नु पर्ने हुन्छ यताबाट भ्लग त होइन। सो त्यही नै हो। अनि हेर्दै गरौँ होला गाइस होइन के कस्तो हुन्छ। अनि यहाँ जाने बाटो चाहिँ पिजै रहेछ। यो चाहिँ लास्ट दामी लाग्न सक्छ है गाइस तपाईँहरूलाई है। सो देख्न सक्नुहुनेछ तल चाहिँ जुमुङ पार्क के भन्दो रहेछ। सो म चाहिँ यो होटलहरू रहेछ भनेर सोच्थेँ, तर यो पार्क रहेछ एउटा होइन। सो बवाल ब्युटिफुलै छ होइन। सो त्यही नै हो। अनि एउटा यस्तो ढुङ्गा छ क्या, कति अल्गो अल्गो ढुङ्गा गाइस यार। म त यस्तो देख्दा त अचम्म र अजिब पो लागिरहेको के हो यो भनेर। सो देख्न सक्नुहुनेछ तल लास्टै ठुलो ठुलो ढुङ्गा छ यहाँ सिस्टममा होइन। ओहो यहाँ त के न के त होला यार। सो हेर्नु न ढुङ्गाको टेबल सेबल चट्टा, तर यस्तै खालको ढुङ्गा रहेछ क्या यहाँनिर च्याप्टो। आमा अति दामी भ्यू, अति दामी, अति मिठो आउने खालको रहेछ नि त हो। अन्त सही हो, यताबाट आउने छ सिस्टम होइन। सो यहाँ झाँतो के राखेको रहेछ दामी तरिकाले होइन। अनि यो ढुङ्गा एउटै ढुङ्गा, यो फेरि सानो अल्गो छैन। सो दामी छ अझै उयो तल योभन्दा ठुलो छ गाइस। त्यहाँ हेर्नु ल कस्तो दामी। यो ठाउँमा चाहिँ निकै भाइरलै हो नि त पहिलाको होइन र। एक जमानाको त निकै चर्चित ठाउँ भयो त यता। म चाहिँ यो उयसतिरै हेरेको थिएँ टिकटकतिरै होइन। यता जानु नमिल्दो रहेछ क्या मैले बुझेँ। यो अल्गो छ कि यो ढुङ्गा चाहिँ होइन। सो त्यही नै हो। अब हेर्दै गरौँ अझै भित्र पसेर सिस्टममा। सो तपाईँहरूलाई थाहा थिएन होला होइन, तर थियो होला कतिजना आउनु पनि भयो होला। तर यो भित्र चाहिँ पस्नु मिल्दैन क्या, म पसिनै पानी पेट उम्रिरहेको रहेछ। अनि यता बाटो बनाएको रहेछ नि त, कि घोडा कुदाउँदो रहेछ क्या यहाँनिर मा भोलि त छ। किन भनेदेखि चाहिँ यहाँ चाहिँ ड्रोन उडाउनु मिल्दैन दाइ होइन। उसो के अरे चिट काट्नुपर्छ भन्ने खालको कुरा आयो। अब हुनु त मलाई ब्याट्री पनि नपुगिराखेको झोकमा, किन उडाउने त, यो गोप्रोले खिचेर हाल्छु भन्ने खालको होइन एउटा विचारले चाहिँ म चाहिँ लागेँ फेरि फर्केर। सो त्यही नै अब यसलाई ड्रोनले नखिचौँ आयो माथि। मलाई फेरि गुफा पोखरीतिर चाहिन्छ नि त ड्रोन सट त। 3टा ब्याट्री ल्याएको छु, 3टा ब्याट्री एउटा माथि छ। सो 3टै ब्याट्री झुक्यो। अनि अब बाइक सर्ट छ हेर्नु। अनि सो यहाँको पार्कको यो चाहिँ अति लाग्यो मलाई यो ढुङ्गाहरू होइन। जोस एकचोटि आएर हेर्नु चाहिँ मन थियो, मलाई चाहिँ हेरेँ खुसी लाग्यो। सो अब चाहिँ म फर्केर जाँदैछु। फोटो चाहिँ खिच्नुपर्छ म माथि गएर चट्ट पाएर ट्याक्क सोलाई ठिक छ। अनि त्यस पछाडि अलिक पछि भनेको हिउँ पर्दा पनि दामी हुन्छ। यता हिउँ सबै पर्छ भन्दै थियो क्या। सो दामी लाग्यो। यो घरको डिजाइन चाहिँ अति मन परेको मलाई चाहिँ। मेन कुरो नढाँटी भन्नु पर्दा चाहिँ यो घरको डिजाइनहरू चाहिँ अति नै खतरा छ। सो त्यही नै हो, यस्तो बवाल लाग्यो यो घरको डिजाइनहरू चाहिँ। मैले टिकटकमै पुरा हेरिआएको थिएँ। अनि त्यो हेरेर फेरि यहाँ फेरि माइक अच्छा लेखि नै दिएको छ फेरि हिजो हो। माइक चाहिँ कुरै नगरौँ ब्युटिफुलै छ, दामी नै छ। सो त्यही नै अब गुफा पोखरीतिर जानु पर्ला हो, पार्टी हो भन्छ अरे नि त। ल फर्केर आइयो। अब यहाँनिर बस्ने हो टक्क लगाएर। एउटा थम्बनेलको लागि त फोटो त खिच्नु पर्ने हुन्छ। अनि यहाँ पार्टनरहरू छ कि उनीहरूलाई खिचाउँछु म फोटो चाहिँ। बसहरू कुद्दो छ है डर लाग्दो बवाल लाग्ने कि बसहरू चाहिँ हत्रा हाँक्दो रहेछ। यो पारिको गाउँ कुन हो? शङ्खसभा होला सायद होइन। यो शङ्खसभातिरबाट आउँछ क्या हो। हिजो मैले त्यहाँ याद गरेको बसहरू चाहिँ अच्छाले किन हाँक्दो रहेछ। धन्न बाटो चाहिँ पिज उयो ल दामी तरिकाले आयो क्या छैन। सो अब भनेको चाहिँ म जान्छु गुफा पोखरी। त्यतातिरको भिडियो भनेको चाहिँ अच्छा लेखिनै आउँछ तपाईँहरूलाई। के ढाँट्नु भन्छ
यो चाहिँ बसन्तपुरको बजार अनि म चाहिँ अहिले बसन्तपुर आइपुगेँ म बसेको होटल यही हो सो देख्न सक्नुहुनेछ म्याम त अघि आउनु भएछ त्यही नि हो अनि यहाँ देख्न सक्नुहुन्छ म बसेको होटल यही हो अनि यतातिर बाहिरतिरको नजारा भनेको कस्तो छ ब्युटिफुलै छ यहाँबाट उँधो हिँड्नु यता यस्तो छ कि बसन्तपुर चाहिँ सो एकचोटि ड्रोन सटबाट हेरौँ ल के कस्तो हुन्छ होइन अलिक कालो आएछ यस्ता फर्किँदा चाहिँ म गोरो आउँछु है ल सही हो के छ बिहानै उठ्यो ल उभि ल फाइनली गाइज म चाहिँ यो बसन्तपुर भन्दा अगाडि छिरिसकेँ है अनि यो ब्याट्री बासलाई यस्तो धोका दिए यो गोप्रोको ब्याट्रीले है अझै 2-3वटा नथपी भएन दाजुभाइहरू किन भन्नुहुन्छ भने यो गोप्रोको ब्याट्रीले साला एकैछिन पनि टाइम दिएन क्या मलाई त्यहाँनिर 15-20 मिनट आधी घन्टा खिच्यो होला त्यो बसन्तपुरमा भिडियो त्यो छुमु पार्कमा साला एकैछिनमा सकिदिने भनेको के कस्तो एउटा ब्याट्री 40% देखाउँछ तर ब्याट्री चाहिँ लो कि लो भन्छ क्या यस्तो दिगदार सो अहिले चाहिँ म गुफा पोखरीतिर जाँदै गरेको अवस्था छ सो देख्न सक्नुहुनेछ मर्निङको भ्यू यस्तो दामी छ नि सो त्यही नि हो अनि यहाँ बसेर चाहिँ एउटा ड्रोन सट हान्नु मन लागेको थियो त्यो डाँडाको सो त्यही नि हो तपाईँहरूलाई एउटा देखाउनु पर्ने हुन्छ मैले त सो त्यही नि हो थ्याङ्क यू सो मच सबैजनालाई अनि आई लभ यु भन्न चाहन्छु सो हेरौँ ल त्यहाँको ड्रोन सट कस्तो आउँछ म लगभग 1 किलोमिटर यता आइसकिसकेँ होइन तर यस्तो ब्युटिफुल झिक्छु नि तपाईँहरूको लागि भनेरै सो त्यही नि हो हेर्न नछुटाउनु होला सानो ड्रोन सट ल यो चाहिँ बसन्तपुर 3 झुरेको है ल थ्याङ्क यू सो मच सबैजनालाई गाइज मैले चाहिँ यहाँ बसेर यताको ड्रोन सट चाहिँ खतरा निकालिसकेँ होइन अनि सो ठिक छ अब चाहिँ जानुपर्ने हुन्छ उकालै ल सही हो लाग्दैको ल भन्छ अरे नि त लाग्दैको ल भैयाहरू पनि काममा लागिसकेको छ यार म ढिलो भयो नि भन्छ सो ठिक छ म चाहिँ लागेँ अब 3 झुरेदेखि माथि गुफा पोखरी जान्छु आज सो त्यही नि हो केही छैन बिस्तारी जाउँ होला होइन सो त्यही नि हो आजको अप टु डेट भिडियो भनेको त्यहाँबाट निकाल्नु पर्ने हुन्छ सो त्यहाँ माथिको भिडियोको चाहिँ खतरा निकाल्नु पर्ने भनेको चाहिँ सोचिरहेको छु सो त्यही नि हो अफ रोडिङ रहेछ है दाजुभाइहरू बिस्तारी जानुपर्ने हुन्छ सो यो चाहिँ अब 3 झुरे यहाँ आउनु न ढुङ्गाको पोखराहरू कस्तो डेन्जर छ यताको ठाउँ सो यता चाहिँ कता जाने हो थाहा भएन तर हेरौँ यो स्कर्पियो अघि आउँदै थियो अहिले भर्खरै आउँदै रहेछ अब यसलाई पनि जितेर जानुपर्ने त होला नि होइन मभन्दा छिटो त कुद्दैन होला यो भन्छ सो त्यही नि हो अनि बिस्तारी जान्छु म चाहिँ अलिकति बाइक पनि जोगाउँदै जान्छु नि त म त्यस्तो मार पारेर होइन तातै खाउँ मरिजाउँ भने जस्तो गरेर पनि जाँदिनँ किनभनेदेखि चाहिँ अब मैले धेरै दुःख पाइसकेको छु कि यस्तो अफ रोडिङ हिँड्दाखेरि अनि यो चाहिँ बिस्तारी लान्छु म होइन अब जोगाउँदै अनि सो त्यही नै गुफा पोखरी पुग्छु अनि त्यस पछाडि के कस्तो हुन्छ भिडियो तपाईँहरूमा सबै ल्याउने छु होइन बवाल एपिसोड चाहिँ तपाईँहरूमा आज आउँदैछ भनेर भनिराखेको हुन्छु मैले जुनै पनि भिडियोमा सो त्यही नै हो खुसी लाग्छ कि यसरी हिँड्नु पाउँदा यो चाहिँ गुराँसको राजधानी अरे नि त 3 झुरे चाहिँ सबसे भन्दा धेरै गुराँस पाउने नै यहीँ अरे भनेर सुनेको मैले पनि सही हो
बिस्तारै जाउँ। 1 नम्बर गियर हालेर चाहिँ ग्याचेक जाने हो क्या। उमाथि हेर्नु न क्या दामी डाँडाहरू क्या। अब यसमा चाहिँ ड्रोन सट चाहिँ यस्तो चमा आउँछ नि। यस्तो रुखपात नभएको ठाउँमा फेरि ड्रोन सट हान्नु यस्तो मजा आउँछ नि गाइज, कुरै नगरौँ, केहीमा ठोकिँदैन नि त। अनि अब भित्तातिर त सेन्सरले रोक्छ। अनि सो हेरौँ होला। अनि आज त बवाल भन्दा बवाल रमाइलो गर्नुपर्ने हुन्छ। सो त्यही नि हो। आम्म सकअप पनि बरु 1 घन्टा लागोस् कसम गाइज, तर म बिस्तारै कुदाउँछु। ढुङ्गाहरू हेर्नु न। यही बाइक लिएर आएको थिएँ अघिल्लो पालि पनि, त्यो म चाहिँ 3 झुरीसम्म मात्रै आएको थिएँ। आज चाहिँ अब आइयो भनौँ न गुफा पोखरीसम्म नै। पाथी भएर कि के छ अरे के गाइज यता कता त्यसो भन्नुहुँदै थियो सबैजनाले। यहाँ माथि होला सायद होइन। क्लच प्लेट चाहिँ नजाओस् भन्ने धारणा हो मेरो चाहिँ। क्लच प्लेट गइदियो भने चाहिँ रड्डी हुन्छ नि त। अनि यस्तो अफ रोडिङमा चाहिँ उफ्बेर चलाउनु पर्ने हुन्छ। मैले फेरि उफ्बेर चलायो भने फेरि यस्तो इजी हुन्छ नि यो। सकअपहरूले पनि जिउ पनि दुखाउँदैन होइन, टक्क लाएर मिठो तरिकाले क्या उता। सो त्यही नि। फाइनली गाइज अहिले चाहिँ म पाथिभारा माता भएकोमा आइपुगेँ, यो 3 झुरेको होइन। सो देख्न सक्नुहुनेछ। अनि यहाँतिर चाहिँ यस्तो छ। सो यहाँसम्म चाहिँ मान्छेहरू यो भक्तजनहरू आउनु हुँदो रहेछ धेरै चाहिँ। अनि बवाल लाग्यो मलाई पनि, अलिक सेतो गोरो अनुहार निकालिदिउँ न होइन। सो यतातिर देख्न सक्नुहुन्छ यो चाहिँ फिलिम जाने रोड हो है। अनि म पहिला पनि गइरहेको थिएँ होइन। सो यो बाटै गएको थिएँ। अनि अब चाहिँ यो बाटो जान्न होला किनभने बाटो छैन हाम्रोतिर कन्यामसम्म पुग्ने। अनि सो देख्न सक्नुहुनेछ यो चाहिँ पाथिभारा माता चाहिँ यहाँ माथिबाट। सो मैले चाहिँ जाने निर्णय गरेँ, यहीँबाट ड्रोनले हान्ने पनि निर्णय गरेँ। सो हेरौँ मातालाई यहीँबाट सम्झेको छु मैले चाहिँ होइन। सो अब माथिको नजारा चाहिँ हेरौँ है त के कस्तो आउँछ ड्रोन सटबाट। ल सबैजनाले भिडियो हेर्न नछुटाउनु होला। सो त्यही नै हो। थ्याङ्क यू सो मच। ड्रोन सट अहिले एकछिनमा हालिदिन्छु बेलुका बेलुकाखेरि। सो यहाँको गोप्रो सट चाहिँ हालिदिइहालौँ होइन। सो त्यही नै हो। थ्याङ्क यू सो मच सबैजनालाई। बाई बाई। यस्तो दामी छ नि यताको भ्यू त कुरै नगरौँ। ल ठिक छ ठिक छ ठिक। सो यहाँबाट पनि भिडियो सिडियो चाहिँ अब गुफा पोखरीतिर हेरौँ। यो चाहिँ पाथिभारा रहेछ। ल ठिक छ ठिक छ। पाथिभाराको नजारा त दर्शकहरू चाहिँ यहाँसम्म आउनु हुँदो रहेछ। अनि पाथिभारामा टक्क पूजासुजा हान्ने है। अनि सट्टा जानु हुँदो रहेछ। ठिक छ केही छैन। मैले चाहिँ पाथिभारा आमालाई यहीँबाट सम्झेर म चाहिँ लागेँ गुफा पोखरीतिर है। एकदम धेरै धेरै माया तपाईँहरूलाई पनि। यस्तो पुरा भिडियो युट्युबमै हेरिदिनु होला। थ्याङ्क यू सो मच गाइज। गुफा पोखरीको बाटो याच ल कसरी जानु म त जुत अनाग्रस्त पो रहेछ त। टेरीको गाइज यार लास्टै गाह्रो छ है बाटो चाहिँ। ल सही हो होइन अब जानुपर्ने हुन्छ गुफा पोखरीतिर। साह्रै गाह्रो दाजुभाइहरू साह्रै गाह्रो। सो अहिले म 3 झुरी आइपुगेँ होइन।
अब गुफा पोखरी जाँदैछु एकदम गाह्रो छ बाटो चाहिँ के भन्नु अब कुरै नगरौँ के फाइनली तिनझुरे आइपुग्यो तिनझुरे सो अब गुफा पोखरी कताबाट पो यतैबाट होला हौ गाइज यार है सो यहाँ सोध्दै जाउँ के भन्दै जानुहुन्छ उहाँहरूले होइन सो आधी बाटो चाहिँ आइपुगिसक्यो तिनझुरेतिर चाहिँ होइन सो यही बाटो जाँदा रहेछ जे होस् गुफा पोखरी ठिकै लाग्यो बाजे गुफा पोखरी यही बाटो हो नि ल त्यो पनि ठिक छ दामी छ ओ माथितिर चाहिँ बाटो लास्ट बिग्रेको छ है बिस्तारी बरु आज त्यहीँ बस्छु बिस्तारी लास्टै बिस्तारी बरु अझै होइन एक दिन बस्ने ढुक्कासँगले तर लास्टै बिस्तारी एउटा बाइक चाहिँ छ नजारा पर हेर्नु न कस्तो दामी गाउँ बस्तीहरू छ होइन सो यो गुफा पोखरी जाँदाखेरि यो बाटो चाहिँ है दामी सति नै बवाल सो त्यही नै हो म तल हेर्नु न कुहिरो क्या बल यहाँ आइपुगेँ म चाहिँ अब यहाँबाट चाहिँ ड्रोन सर्ट सानो लिउँ भनेको यहाँ माथि सट्टाएर यहाँसम्मको एउटा क्लिप गरौँ भनेको कि सो हेर्नु नछुटाउनु होला दामी यस्तो हात दुखिरहेको छ गाइज होइन सो त्यही नि हो हेर्दै गर्नु होला